आजको दिन चाहिँ यस्तो छ है, त्यस्तो घाम लाग्छ मजाले। ब्युटिफुल डे। काठमाडौँ एकदम सफा भइरहेछ अहिले, एकदमै कस्तो मजाको के हो, शीतल आउँछ कि जति नेचुरलहरू छ हुन्छ नि। यस्तै फुटपाथहरू भइदियो भने त राम्रो हुन्छ नि। दिउँसो अहिले चाहिँ बेलुका भएपछि प्रायः पानी पर्छ, त्यो भएर चाहिँ आज चाहिँ अब घाम लाग्छ, यसपछि पानी पर्छ। भदौ पनि अब सुरु लाग्यो, अब 2 महिना छ दसैँ आउनु। ल तपाईँहरू कताबाट हेर्दैछ कमेन्ट गर्नु त, कमेन्टै नहुने के ल है। जसले कमेन्ट गर्छ उसलाई चाहिँ म हुन्छ नि राम्रो कमेन्ट गर्नु त ल। युट्युबलाई नि तपाईँले उ गर्नु त, माया गर्नु त। माया गर्नुलाई मैले केही न केही त गिफ्ट दिन्छु नि है। 5000 सब्सक्राइबर भयो भने चाहिँ म चाहिँ एउटा गिभ अवे गर्छु नि तपाईँहरूलाई। यस्तो चाहिँ राम्रो होइन होला यसरी चाहिँ कोर्नु घरमा। ब्युटिफुल प्लेस। ल अब घाम अँध्यारो अँध्यारो हुँदैछ, पानी पर्ला जस्तो छ। सेतो भयो भने चाहिँ पानी पर्दैन, कालो भयो भने चाहिँ बादल पर्छ।